बाइकमा घर भर्खर आइपुग्यो। गुड मर्निङ टु यु अल। सक्नुहुन्छ आज बिहान नै क्लाउडी डेबाट स्टार्ट भएको छ अनि म चाहिँ मम्मीसँग खै कहाँ आएको छु देखाउँदै हुन्छ कम्प्लिट। हाम्रो मम्मी बिहान उठाउनु भयो मलाई बुझाउनु भनेर भन्नु मान्छे चाहिँ फेला पऱ्यो पैसा उठाउने ठाउँमा केही भन्न चाहनुहुन्छ? त्यस्तो भन्नु हुँदैन नि त मम्मी। अब चाहिँ हामी प्रस्थान गर्छौँ फेरि आफ्नो हार्डवेयरमा होइन। गाह्रो चाहिँ साथीहरू बिजनेस गर्दाखेरि यतिको सेन्सिटिभ चाहिँ हुनुपर्छ। पैसा कसलाई दिँदैछु प्लस सही छैन मान्छेको ब्याकग्राउन्ड नजानिकन पैसा फसेन गरेको छ। हामी मम्मीको पैसा फसेछ मेरै पैसा फसेछ त्यो अम्बेमा। मलाई त एक एक खोकाहरू सम्झिँदा त माया लागेर आउँछ। साथीहरू यो बाटो चाहिँ कता हो जाने थाहा छैन तर दामी छ आजको मौसम चाहिँ हेर्नुहोस् है कालो बादल छ। यो बाटो कता जान्छ? शिव मन्दिर जान्छ। ए यो बाटो शिव मन्दिर जान्छ अरे साथीहरू। ल अहिलेलाई यति नै गरौँ। अब एकछिनमा के हुन्छ म तपाईँहरूलाई अपडेट दिँदै गरेको हुन्छु। ब्लग पनि आउँदै गरेको हुन्छ। सबैजनाले मजाले माया देखाइदिनु होला। Hey guys, अब चाहिँ हामी कलेजतिर लाग्नुपर्ने हुन्छ। थ्याङ्क यू सो मच मम्मी पढाइदिएकोमा। अब तपाईँको छोरा लाग्छ पढ्न गाह्रो त साथीहरू। अब जान्छु घाम चाहिँ यस्तो टिलिल्ल टल्केको छ नि मम्मी। हो तपाईँलाई गर्मी भएको छैन? कस्तो गर्मी भइरहेको छ मलाई त साथीहरू। ब्यागतिर बाइक लग्यो अलिकति धुवा खानु पर्ला। आइडेन्टी कार्ड यहाँ छ आज जानुपर्छ साथीहरू। सिधै कलेजमै भेट्नु मलाई। यस्तो घाम त कहीँ रोक्नै मन छैन। हावा पनि तातो आउँछ होला। ल बाई दिन सक्नुहुन्छ ओभर घाम लागेको छ यार। टाइम चाहिँ कति भयो भने नि 10 भएछ म पुग्न त टाइम। चन्द्रन हियर एट माई राइट साइड। अब हामी पढ्न जाँदैछौँ भने साथी अब पढिन्छ। आज इङ्ग्लिसको प्रेजेन्टेसन छ मेरो चाहिँ कार्ड मस्किनेवाला छ त्यस्तै हो केही। तर साथी ओभर ह्यान्डसम आउँछ यार। पछाडि यस्तो बादलै बादलको बिचमा एउटा राम्रो मान्छे देख्नुहुन्छ भने प्लिज लाइक सेयर सब्सक्राइब हानिदिनु होला होइन। राम्रो हो बादल सादलै चाहिँदैन मलाई। उहाँ जाऊँ न साथी एक लट हान्ने हान्ने नि साथीहरू। अब हामी आफ्नो अर्को डेस्टिनेसन जाँदैछौँ। यस्तै छ दिन त्यहाँ गएपछि चाहिँ मन रिलिफ हुन्छ क्या एकछिनको लागि। धेरै थकान मेटिए जस्तो हुन्छ है। अब त्यो भ्लग हेर्ने भने चाहिँ अहिले भर्खर बिहान आज पोस्ट हानेको छु त्यो गएर हेर्नु होला है साथीहरू। ल बाई। साथीहरू देख्न सक्नुहुन्छ हाम्रो चन्द्र। नमस्ते सबैजनालाई। आज हाम्रो यहाँ विशेष मिटिङ भयो। पढाइ नै भएको छैन बिहानदेखि 1 पिरियड भयो अनि त्यसपछि पढाइ नै भएको छैन हाम्रो सब यता मलाई चाहिँ सुनाउ न सुरुमा। ब्लग हुन्छ तेरो के ब्लग प्राइभेट छ मान्छे कतिखेर यहाँ म कुरा
सुनाउँदै थिएँ अनि हाम्रो मिटिङ बनाएको एकैचोटि दुइटै सेक्सनको लागि एकै ठाउँ लिएर बसाएको कि एउटाले के भन्छ अर्कोले के भन्छ अर्कोले के भन्छ साथीहरू अब यस्तै छ कुराकानीहरू मेरो जागिर यो मान्छेले मेरो जागिर खाइसक्यो साथीहरू चोप्न मलाई बोल्ने मेरो जागिर खाएको यो मान्छेले मेरो जागिर खाइसक्यो साथीहरू यो मान्छे चाहिँ भ्लगर भन्छ तर नाकमुख हेरेर चाहिँ अलिक बाहिर जस्तो छ कस्तो ल्याङ्ने यताले दिदिन किन दिन्छ पक्रिने कसरी सिकाइदिन्छु म पक्रिन दिदिनँ म यतिकै पकड्छु सर देखाउनु हुँदैन प्राइभेसी कस्तो दिन सक्नुहुन्छ अहिले चाहिँ हाम्रो सबैजना आएका छन् सबैजना आइपुगेका छन् होइन पुरा यहाँ डिस्कसन के हुँदैछ अरे ओ साथी के हुने आँटेको अरे यहाँ अब यहाँ हाम्रो जुन पावर हुन्छ नि अथोरिटी किन आँटेको साथीहरू ल सुनिदिउँ साथीहरू सुनिदिउँ ल अब टक्क तरिकाले गाइज अहिले चाहिँ यो डिबी भन्ने ठाउँमा आएको छौँ अब्बर गर्नु साथीले यो साथीले बोलाएको यो साथी पनि आइपुग्यो के छ साथी हामी अब यहाँ चिया त खाने हो होइन चिया खाँदै उसको अनि के छ हौ युसन अब युसन छ यहाँ हामीसँग वान एन्ड ओन्ली मेन क्यारेक्टर होइन साइड क्यारेक्टर यो दुईजना भयो भने भ्लग यसै हराभरा हुन्छ मरवानीको अस्तित्व हुँदैन तर यी दुइटाको अन डिमान्ड हुन्छ आजको दिन तिमीलाई यदि कस्तो गयो भनेर कसैले प्रश्न गरेमा कस्तो गयो भनेर मलाई कसैले प्रश्न गर्यो भने म उत्तम गयो चाहिँ भन्दिनँ ठिकै गयो भनिदिन्छु अरू दिन भन्दा आज कस्तो गयो त अलिकति नराम्रै गयो अरू दिन क्लासमा राम्रो हुन्थ्यो आज अलिकति यदि भन्दै अब हामी घरतर्फ लाग्छौँ तर अहिलेको लागि चाहिँ हामी यहाँ यसो चिया खान्छौँ यो साथी भनेको शाहरुख खानको हाँसो छ होइन अब चिया आइपुग्यो होइन यी साथीहरूको अब म टक्कसँगले एउटा तरिकामा यिनीहरूलाई सबलाई डिस्ट्रिब्युट गर्छु होइन एज इफ मैले स्पोन्सर चाहिँ गरेको होइन आज चाहिँ अलिक टाइट छु म पनि होइन यी साथीले पनि लिइसक्यो A few moments later. So hey guys, अहिले चाहिँ म ट्याक्कै घर आइपुगेको छु आज लास्ट घाम लाग्दो दिन छ हेर न पुरा सनसेट हुँदैछ टिलिक्कै टलेको छु घामले यत्तरीका डस्टी भएको छ पुरै एट द एन्ड अफ द डे अझै पनि काम गर्न बाँकी छ होमवर्क एसाइनमेन्ट अन्नै छन् पछि टुर अरे धमाधम छ हामी कस्तो रह्यो तपाईँको दिन अब्बर घाम थियो आज त न एसी चल्छ हाम्रोमा त वक्क भइसक्यो आज फेरि गाडी आएन अनि बाइकमा जानुपर्ने थियो अनि बाइकमा गएर भर्खर आइपुगेको कता भएर बल्ल आइपुग्यो अहिलेलाई यति नै गरौँ साथीहरू होइन यति भन्न चाहन्छु माया देखाइरहनु भएको छ 265 जना हुनुहुन्छ होला दिनरात हेरिरहन्छु नि त कसले सब्सक्राइब गर्यो कति भिडियोबाट एनालिटिक्सहरू गरिन्छ मेरो कन्टेन्टमा केही कमी भएमा चाहिँ फिडब्याक कमेन्टमा छोड्नु होला होइन अनि केही सुधार ल्याउनु पऱ्यो त्यो पनि लेखिदिनु होला अनि लाइक सेयर सब्सक्राइब हानेर चाहिँ अझै माया देखाइदिनु म्याक्सिमाइज गर्नु तपाईँहरूको माया भन्न चाहन्छु यति भन्दै आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु अहिलेलाई यति नै गरौँ हस्त बाई बाई सी यू